ल अहिले चाहिँ हामी गोदावरी भिलेज रिसोर्टमा छौँ। यो चाहिँ गोदावरी भिलेज रिसोर्टको मेन इन्ट्री हो। अब यहाँदेखि छिर्नुपर्छ। लक्ष्मी पूजा पनि गरेर रहेछ। लक्ष्मी चाहिँ धेरै बिग्रिया रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। हामी पनि लक्ष्मी त हो नि, जाउँ न। ल हामी चाहिँ जाँदा हुन्छ रे। अब रुम ए हाम्रो त यता परेन नि त, त्यसो भए त खतरा देखे यार चराहरू। 766 यता परेन, यतै पऱ्यो होला। जाउँ कसले 766 यता हो क्या? ए यो त होइन है। ए ओ 766 69 swimming pool. कहाँ 66 तल हो? कहाँ हो? नम्बर 66। आजको बसाइ 3 दिनको बसाइ चाहिँ रुम नम्बर 766 नम्बरमा हुन्छ। ल रुम सेटअप चाहिँ यस्तो छ। बेड पनि छुट्टा छुट्टै रहेछ यहाँ चाहिँ। अनि यहाँ रुमबाट बाहिर चाहिँ यस्तो दामी भ्यू देख्छ। यो चाहिँ अब हाम्रै घर वरपरको दृश्य हो। तिनीहरूलाई भन्नु कहाँ जाने? तल जाने हो त? के फाइदा यही हो। यहाँ तलै पुग्छ। यो चाहिँ गोदावरी भिलेजमा रहेको स्विमिङ पुल हो है। 10 फिट म्याक्सिमम् 10 फिटसम्म रहेछ। गोदावरी भिलेज रिसोर्ट इन्ट्रो गोप्रो ल्याएन मैले। चार्ज गरेर नै आउँछ। दिन चाहिँ बबाल रमाइलो गर्नुपर्छ यहाँ। सिकास अनि दामी कुराहरू सिकिन्छ, राम्रो कुराहरू सिकिन्छ। ल्याएन रमाइलो त भइ नै बिर्सिँदो रहेछ क्या? बिर्सिँदो रहेछ होइन? धेरै कुरा चाहिँ यहाँ सिक्न पाउँछ। क्या दामी देखे हो यो भ्यू। गोदावरी भिलेज रिसोर्टको भ्यू चाहिँ दामी देख्दो रहेछ होइन? सबको रुम घुम्दै घुम्दै बस्ने क्या अब चाहिँ। रेबीको घरमा आइपुग्यो हामी। ल जाउँ चिया बनाऊ त रेबी। चिया बनाऊ त तिमीहरूको घरमा आइपुग्यो हामी। क्या दामी यार। फेरि बोल्नु पर्यो होला। ल अहिले चाहिँ हामी अब खाना खान जाँदैछौँ। स्पेसल खाना गोदावरी भिलेज रिसोर्टको। किन लुक्छ तिमी? ल यहाँ चाहिँ अब खाना यस्तै हो। किन रोएछ?
सुगत खाना कस्तो किन यत्रो आएपछि अनि खाना खिच्नु परेन बिहानको खाना चाहिँ यस्तो दामी छ Lên nè. Oi. Skill đây. के भन्नु छ तिमीहरुलाई आजको यो 3 दिनको क्याम्पमा दुई शब्द भन्दा दुई शब्द देखिँदैन देख्दो रहेछ त अलिकति ल जुम हान्दिम न नि यसो ल स्न्याक्स टाइम चिया कफी टाइम अहिले चाहिँ हाम्रो गेमको सेसन यो स्वाइपिङ गेम र यो गेमको नाम चाहिँ के ब्ल्याक हो ब्ल्याक गेम चाहिँ यस्तै रहेछ बुझेन हैन नबुझे पनि अब के गर्नु अब के भने अब यस्तै छ हाम्रो गेम चाहिँ प्रोसेसन चाहिँ सक्यो गेम फिनिश winner so next go क्याम्पमा आउनेहरू चाहिँ हामी नै हौ यस्तो मान्छे छ क्याम्पमा यस्तो मान्छेहरू छन् क्याम्पमा किन दाइ के भएर ए केही चिन्ता छैन भर्खर त घाम पाइरहेछ सबले ल यसरी हिँड्नुपर्ने रहेछ हामी पनि अब सकिन्छ कि सकिँदैन है सन्जय चाहिँ ट्राई गर्ने यार मलाई तैँले गरेर हेर्नु मन तैँले गरेर हेर्नु मन छ मलाई जाच्छी हेर्नु ल आज चाहिँ डोरीमा हिँड्ने काम गरी है ल फोकस एन्ड ब्यालेन्सको टपिकमा यो चाहिँ
Why? Why do you trust me? My upbringing? ल यो त खतरा रहेछ त यार हामीलाई त त्यो डोरी भन्दा यहाँबाट चढ्न सकिन अहिले चाहिँ यहाँ बवाल रमाइलो हुनेवाला छ हैन हाम्रो चाहिँ यहाँ पुरा क्याम्पिङको आज अन्तिम दिन के छ दाइ नजर न यार फेरि के हो ल ल यसो इन्टरभ्यु लिने त इन्टरभ्यु लिने हुक्का लाला प्रकाश भाइ ओइ जाऊ न त हुक्का लाला Everyone is enjoying ल सबैजना रमाइलो गर्दैछ Oh